चितवनले जित्दा देशैभरका मेरी यी बहिनीले जित्दा देशभरका मेरा बहिनीहरूमा राजनीतिप्रति जागरण आएको छ। धन्यवाद बहिनी, यसपटक संसद जाके हो। सोभितालाई यहाँबाट उठाउनु पर्यो भन्ने ठाउँको कमी थिएन। सोभिताका लागि यो ठाउँबाट उठाउँदा राम्रो हुन्छ भन्ने कुरा कमी थिएन, किनभने सोभिता निर्वाचित भएर गएपछि यस अगाडि जहाँबाट निर्वाचन हुनुभएको थियो त्यहाँको मात्र आवाज बोलिनन्, त्यहाँकी मात्र छोरी भइनन्, त्यहाँको त भइन् सोभिता सिंह देशको छोरी भइन्। त्यसैले हामीले चितवनमा लिएर आयौँ, किनकि चितवनबाट एउटा सन्देश दिनुपर्ने थियो। सिङ्गो चितवनबाट देशलाई सन्देश दिनुपर्ने थियो, किनकि चितवन एउटा यस्तो ठाउँ हो राजनीतिको उर्वर, विभिन्न ठाउँको राजनीतिक इतिहास छन्, घटना छन्। काहीँ न काहीँ राजनीतिक घटना र परिवर्तनमा मानिसहरूको रगत बगेको छ। आमाहरूले कोख रित्याएका छन्, सिउँदो पुछेका छन्, दिदीबहिनीहरूले बालबालिकाहरू टुक्रा भएका छन्, अङ्गभङ्ग भएका छन्। चितवन त्यस्तो ठाउँ हो जहाँ रगतको एउटा थोपो नबगिकन क्रान्तिको बुग्युल फुकिएको हो त्यस्तो ठाउँ। त्यस कारणले चितवनमा सोभिता चितवनमा आउनको लागि ठुलो कारण छ, किनकि चितवनले क्रान्ति सुरु गरिसकेको छ। त्यो क्रान्तिलाई निर्णयमा पुर्याउन सोभिताहरू चितवनमा आउनुपर्ने थियो, जरुरी थियो। त्यस कारणले सोभिता चितवनमा धेरै बेला लागेको होला। सोभिता किन चितवनमा? सोभितालाई चितवनमा ल्याउने निर्णय सोभिताको मात्र होइन, सिङ्गो रासोपाको निर्णय हो। रासोपाले ल्याएको हो ताकि देशभरका सोभिता जस्ता छोरीहरूलाई थाहा होस् राजनीतिमा महिलाको सम्भावना छ, युवाको सम्भावना छ। त्यसैले यसपटक सोभिता गौतम अत्यधिक मतले जितेर जानुहुनेछ। आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, मलाई थाहा छ तपाईँहरूको मनमा कहीँ कतै यो भोट मिलाएर दिने हो कि क्या हो, प्रत्यक्ष एकातिर समानुपातिक एकातिर भन्ने तपाईँहरूलाई लागेको पनि होला। म यति मात्र भन्न चाहन्छु, यसपटक मतदान मात्र होइन, मतक्रान्ति गर्नुपर्छ। मतक्रान्ति यो एउटा क्षेत्रको जितहारको कुरा होइन, यो एउटा उम्मेदवारको जितहारको कुरा होइन, यो त 34 वर्षको हिसाब माग्ने बेला हो। त्यो हिसाब लिनका लागि पनि सुविधा गर्नुपर्छ। हिसाब त मेरो पनि छ मिलाउनु पर्ने, हिसाब त मेरो पनि मिलाउनु पर्ने छ। मलाई पनि सोधिएको थियो मध्यरातमा तेरो अन्तिम इच्छा के हो भनेर सोधिएको थियो। बेडरुम भित्र बुट बजाउँदै मलाई सोधिएको थियो तेरो अन्तिम इच्छा के हो। मैले जवाब आजसम्म दिएको छैन, म दिनेवाला छैन। यसको जवाब मेरो अन्तिम इच्छा के हो त्यो जवाब तपाईँहरूले 21 गते मतपत्रबाट दिनुहोला। तपाईँले जे जवाब दिनुहुन्छ मेरो जवाब त्यही हो, मेरो अन्तिम इच्छा त्यही हो। देशभरिका नेपाली नागरिकहरूलाई म यही भन्न चाहन्छु कि मेरो अन्तिम इच्छा मतदाताले मतपत्रबाट जाहेर गर्नेछन्, त्यही नै मेरो अन्तिम इच्छा हुनेछ। आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, म तपाईँहरूलाई एउटा अनुरोध गर्न बिताउन चाहन्छु। धेरै लामो समय छैन, देशैभरि जानुपर्ने छ। एउटा अनुरोध के भने अघिल्लो चुनावमा म चोकहरूमा गल्लीहरूमा घरमा पुग्न भ्याएको थिएँ, गएको थिएँ। त्यतिखेरका चुनौती बेग्लै थिए, तर यसपटक अर्कै चुनौती छ हामीसँग। हामीले इतिहासलाई न्याय गर्नुपर्ने छ। यो देश इतिहासको यस्तो सङ्गीन मोडमा कहिले पनि उभिएको थिएन। कलिला भाइहरूले न्याय माग्दा